आजको दिन कस्तो लक्की भनौँ कि भाग्यमानी भनौँ कि कस्तो आज त म आफूले आफूले कति भाग्यमानी ठानिरहेको छु नि। आजको दिन यस्तो राम्रो, यति राम्रो, यति राम्रो, यति खुसी छु नि आजको दिनमा। तर खुसी छु भनेर कसैलाई पनि व्यक्त गर्न सकिरहेको छैन छन त। र दुःखको कुरा पनि छ यो त सानो। अघि बाटोमा एउटा यस्तै 30-32 वर्षको दाइ भेटिनु भएको थियो। साइकल चलाइँदै हिँड्दै गरिरहनु भएको रहेछ। अनि त्यसपछि बिच बाटोमै साइकल बिग्रिएछ। अनि भाइ मलाई हेल्प चाहियो भन्नुभयो दाइले। दाइ के भयो भनेर सोद्धाखेरि भाइ साइकल बिग्रियो भन्नुभयो। अनि के भएको रहेछ दाइ भनेर सोद्धाखेरि चेन चुड्डियो भन्नुभएको थियो। चेन फेरि चुड्डिएको रहेनछ दाइको। अनि त्यसपछि चेन फुस्किएको रहेछ। अनि गएर बनाइदिएपछि थ्याङ्क यू भाइ भन्नुभयो। अनि उहाँले मेरो फोन नम्बर माग्नुभयो। फोन नम्बर किन माग्नुभयो भन्ने कुरा त थाहा भएन कि। अनि त्यसपछि फोन नम्बर मागिसकेपछि मिस कल हान्नुभयो। अनि त्यसपछि घरमा गइसकेपछि मलाई इसियामा 100 रुपियाँ राखिदिनु भएको रहेछ। अनि किन राखिदिनु भएको रहेछ एकछिनपछि कल गरेर सोद्धाखेरि दाइ हजुरले मलाई इसियामा पैसा किन राखिदिनु भएको भनेर सोद्धाखेरि मलाई थाहा थिएन भाइ। मलाई अब चेन कसरी बनाउने भन्ने कुरा थाहा पनि थिएन। मलाई हेल्प गर्नुभयो। त्यसको लागि धेरै धेरै धन्यवाद। तपाईँ अब के भन्ने उहाँ पनि अकमकिनु भएको थियो। अनि त्यसपछि मैले पनि प्रश्न गर्न जानिनँ र प्रश्न गर्न पनि सकिनँ। अनि कतिपय कुराहरू अब राम्रै भन्नुभयो। राम्रो काम गर्नु, सबैलाई हेल्प गर्नु, झुटो कुरा नगर्नु, सत्य सत्य बोल्नु। म कुनै ठाउँ पुगेपछि तपाईँलाई कल गरेर सम्झिन्छु। अहिले जे छ जति छ त्यसैमा खुसी हुनुहोला। लोभले लाभले बिलाप चाहिँ कहिले पनि नगर्नु होला। अब म कुनै ठाउँमा पुगेपछि हजुरलाई कल गर्छु। हजुरको नम्बर सेभ गरेर राखेको छु साइकल भाइ भनेर सेभ गरेछु भन्दै हुनुहुन्थ्यो। म पनि साइकलको यात्रामै थिएँ। अर्डर लगिरहेको थिएँ। काम गर्छु मैले। रातिको 12 बजीतिर भेट भएको थियौँ। 3 बज्न लागिसक्यो अहिले चाहिँ। अब चाहिँ रुममा जाने हो। म चाहिँ राति 3 बजीतिर सायद 3 बजीतिर पुग्छु होला सायद रुममा। अनि जान्छु। तर एउटा दाइ भेटिदिनु भएको थियो फेरि। उहाँले यति राम्रो कुराहरू सिकाउनु भयो मलाई। यति धेरै मन छोयो। तर उहाँ आज चाहिँ 2वटा दाइहरू भेटिनु भयो। यति दामी दाइहरू भेटिनु भयो। यति राम्रो कुराहरू सिकाउनु भयो। यति धेरै मन छोयो। उहाँहरू 2वटा दाइहरूप्रति मेरो नमन। अनि त्यसपछि माया छ धेरै। अनि सम्झना पनि धेरै धेरै छ। थ्याङ्क यू त दाइ।